जाडोको मौसम थियो। हावामा हल्का चिसोपन, तर सूर्यको न्यानो तापले मनलाई शान्त बनाइरहेको थियो। स्कुलको मैदानमा साथीहरू हाँस्दै दौडिँदै खेलिरहेका थिए। हामी चाहिँ डिलमा बसेर घाम ताप्दै मिठो कुराहरूमा हराइरहेका थियौँ। हाँसो, आत्मीयता र निस्वार्थ मित्रताको त्यो क्षणमा समय आफै रोकिए चाहिँ लाग्थ्यो। त्यो घामले केवल शरीरलाई होइन, हाम्रो सम्बन्धलाई पनि न्यानो बनाइरहेको थियो। सानो क्षण, सानो ठाउँ, तर यादहरू भने जीवनभर साथ रहने खालका। जीवनको खुसी भनेको सधैँ ठुलो उपलब्धि वा महँगो घर गाहनामा हुँदैन। साँचो खुसी भनेको साथीको साथ, सरल क्षण र साँचो कुराकानीमा लुकिएको हुन्छ। जाडोमा सूर्य जस्तै कठिन समयमा पनि सही साथीहरू जीवनको न्यानो आशा बन्छन्। त्यसैले मेरा सम्पूर्ण साथीहरू, तपाईँको साथ, तपाईँको माया र तपाईँको साथको लागि धेरै धेरै धन्यवाद।